ल साथीहरू, आजको भिडियोमा चाहिँ हामी क्लास 11 फिजिक्सको सिलेबस डिस्कसन गर्न लागिरहेका छौँ। अब यहाँ हेरौँ है त, एमसिक्यू कतिवटा आउँछ, सर्ट क्वेसन कतिवटा आउँछ अनि लङ क्वेसन कतिवटा आउँछ। अब यो सुरुमा बुझौँ अनि हामी यहाँ कुनबाट कति के भन्दै सबै भएका च्याप्टरहरूको चाहिँ डिस्कसन गर्नेछौँ अनि कुन कुन भिभिआई क्वेसन भनेर पनि हामी पढ्नेछौँ। ल सबैभन्दा सुरुमा यहाँनिर हेरौँ, सबैभन्दा सुरुमा यो हेरौँ। ल एमसिक्यू जम्मा हाम्रो 11 मार्कको आउने गर्दछ। 11वटै क्वेसन आउने गर्दछ अनि एउटा क्वेसन बराबर 1 मार्क हुने गर्दछ भनेपछि 11वटा क्वेसन भनेको 11 मार्क भयो। अनि सर्ट क्वेसन भनेको जम्मा 40 मार्कको आउने गर्दछ। त्यो सर्ट क्वेसन 40 मार्कको भनेपछि 8 मार्क भइहाल्यो होइन, सरी 8वटा क्वेसन आउने भयो अनि 5 मार्कको चाहिँ हुने गर्दछ। 40 भागा 8 गर्दाखेरि चाहिँ 5 मार्कको हुने गर्दछ। अनि त्यो मात्रै चाहिँ दुईवटा अर क्वेसन पनि सोधिरहेको हुन्छ। अब कुनबाट आउँछ अर के आउँछ भन्ने कुरा हामी तल डिस्कस गर्नेछौँ। हेर्नु होला राम्ररी। ल लङ क्वेसन चाहिँ जम्मा 24 मार्कको आउने गर्दछ। 24 मार्ककोमा जम्मा क्वेसन भनेको 3टा हुने गर्दछ। क्वेसन 3टा आउँदाखेरि अब एउटा बराबर चाहिँ 24/3 है, 24/3 गर्दाखेरि 8 मार्क। एउटालाई चाहिँ 8 मार्क गरेर 3टा क्वेसन चाहिँ गरेर जम्मा 24 मार्कको चाहिँ लङ क्वेसन आउने रहेछ। अनि त्यस पछाडि त्यहाँमध्ये एउटा चाहिँ अर क्वेसन पनि आउने गर्दछ। अब कहाँबाट के आउँछ भन्ने कुरा हामी यहाँनिर बुझ्छौँ। अब हामी च्याप्टरहरू डिस्कस गरौँ। सबैभन्दा सुरुमा हेरौँ मेकानिक्स। मेकानिक्सबाट जम्मा 26 मार्कको आउने गर्दछ है। 26 मार्क। यदि तपाईँले यो यहाँ जुन जुन भनेको छ मेकानिक्सभित्रका यति पढ्नुभयो भने तपाईँको 26 मार्क कहीँ पनि जाँदैन, फाइनलमा यही मोडलमै आउने हो, ठ्याक्कै यसमै आउने गर्दछ। ल अब मेकानिक्समा के पर्छ त, फिजिकल क्वान्टिटिज, भेक्टर अनि काइनेमेटिक्स है। यो सबैको म अब कुनबाट कस्तो भिभिआई भन्ने कुरा पनि छुट्टै मै अपलोड गरिहाल्नेछु भिडियो, यसै च्यानलमा हेर्नु होला, च्यानल सब्सक्राइब गर्नु होला। अनि यो अनि वर्क इनर्जी पावर है, यहाँबाट के आउँछ यो कुराहरू सबै हामी डिस्कस गर्नेछौँ। अनि सर्कुलर मोसन अनि इलास्ट्रिसिटी, ग्राभिटेसन, डाइनामिक्स, यी सबै यति यो 1 2 3 4 5 6 7 8 यो 8वटाबाट चाहिँ जम्मा हामीलाई 26 मार्कको क्वेसन आउने हो। ल मेकानिक्सको कुरा भयो। अब जाउँ हिट एन्ड थर्मोडाइनामिक्सबाट 15 मार्क आउने गर्दछ। जम्मा भनेको 1 2 3 4 5वटा रहेका छन्। यहाँ तपाईँले देखिरहनु भएका यी 5वटा जुन च्याप्टरहरू छन् यहाँबाट 15 मार्क आउने गर्दछ है। अब यसलाई यही अनुसार तपाईँले चाहिँ ध्यान दिएर पढ्नु पर्यो। अब अप्टिक्स। ल अप्टिक्स धेरैजनालाई अप्ठ्यारो लाग्छ नि अप्टिक्स, तपाईँले यो छोडिदिनु भन्छु म चाहिँ। तपाईँलाई यदि अप्ठ्यारो लाग्छ भने फेरि अप्टिक्स सजिलो लाग्छ भने त पढ्नै पर्यो, 9 मार्क भए पनि आउँछ। तर अप्ठ्यारो लाग्छ भने चाहिँ थोरै गर्ने रहेछ क्या अप्टिक्समा। यी 5वटा यस्ता हुन्छ, यो भित्र झ्याउ छ, टपिक झ्याउ लाग्छ भने होइन तपाईँले अप्टिक्स छोडिदिन सक्नुहुन्छ। ल जम्मा 9 मार्कै मात्रै आउने हो। त्यस पछाडि इलेक्ट्रिसिटी है, इलेक्ट्रोस्ट्याटिक्स एन्ड इलेक्ट्रिसिटीबाट जम्मा 16 मार्क आउने गर्छ। अब यहाँभित्र के पर्छन्, एउटा इलेक्ट्रिक चार्ज, अर्को इलेक्ट्रिक फिल्ड है। अब हेरौँ हामी यतापट्टि। ल अनि पोटेन्सियल डिफरेन्स एन्ड पोटेन्सियल इनर्जी, यो पनि सबै यसमै पर्यो है। अनि त्यस पछाडि क्यापासिटर अनि त्यस पछाडि डिसी सर्क्युट्स भन्ने यति रहेका छन्। अब यहाँनिर 1 2 3 अनि यतापट्टिको चाहिँ 2टा। ल यतापट्टिको 2टा जम्मा यति गर्दाखेरि चाहिँ हामीलाई कति मार्क आउने भयो, यहाँ हेरौँ है, कति मार्क आउने भयो भन्दाखेरि यी 16 मार्क चाहिँ यति यो 5वटाबाट आउने भयो। अब यसलाई पनि यही अनुसार तपाईँले प्रायोरिटी दिएर पढ्नु पर्यो। यहाँ म जुन भन्दैछु त्यहीबाटै आउने हो क्या, यो चाहिँ सिलेबस हो। यो मैले भनेको सिलेबस होइन, यो पुरै नेपाल सरकारले दिएको, करिकुलम डेभलपमेन्ट सेन्टरले दिएको, सिडिसीले दिएको कुरा भन्दैछु क्या म। अब मैले दिएको कुरा पनि मैले भन्नै बाँकी छ। अब यो चाहिँ आउन सक्छ है भन्ने कुरा, यो चाहिँ फिक्सै आउँछ है भन्ने कुरा है, यस्तो चाहिँ यसरी चाहिँ पढ्नु है भन्ने कुरा मैले भन्न पनि बाँकी नै छ। अब ल मोडर्न फिजिक्सबाट 9 मार्क आउने गर्दछ। अब यो तपाईँलाई कस्तो लाग्छ भन्ने कुरामा तपाईँको भर पर्ने हुन्छ। अब यसमा पनि हुन जम्मा 3टा छन् अनि 3टाबाट 9 मार्क आउने गर्दछ मोडर्न फिजिक्सबाट। कोर्स अनुसार हुन्छ, कोर्समा कस्तो कुरा छ भन्ने कुराले है, तपाईँलाई कस्तो लाग्छ भन्ने कुराले। ल यति यो मोडर्न फिजिक्सबाट चाहिँ यति 3टाबाट क्वेसन आउने हो। यहाँ भनेको 9 मार्क आउने गर्दछ। अनि अब एकचोटि हामी फेरि यहाँनिर गएर एउटा अप्टिक्सको कुरा हेरौँ। अप्टिक्समा चाहिँ यत्रो कुरा रहेको छ। यो अब यहाँबाट त्यो मिरर फर्मुलाको डेरिभेसन अनि त्यस पछाडि योबाट चाहिँ त्यो ल्याटेरल सिफ्ट अनि के को डेरिभेसन छ नि हो त्यस्तो। अनि त्यस पछाडि यो प्रिजमकोबाट त्यो एउटा डेरिभेसन एउटा गर्नु पर्थ्यो नि, जस्तै म्यू इक्वल टु मतलब मिनिमम डेभिएसनको केहरू चाहिँ गर्ने। अनि त्यस पछाडि लेन डिस्पर्सनहरू पनि तपाईँकोमा पढिसक्यो होला, हाम्रोमा चाहिँ पढाएको छैन है।
मैले यो हेरेको छुइनँ, अब के छ भन्ने कुरा मलाई थाहा छैन। हो अनि यतिमै यति तिनटै अलिकति मलाई मेरा कुरा गर्दाखेरि चाहिँ अलिक झ्याउ लाग्ने खालको लाग्छ। हो त्यसो हुँदाखेरि मैले अप्टिक्सको चाहिँ मैले छोडेँ भने पनि जम्मा 9 मार्क जाने हो। म सबै गर्छु जस्तो लाग्छ तपाईँलाई, म रिस्क लिँदिनँ जस्तो लाग्छ भने त तपाईँले गर्नै पर्यो। तर छोड्छु म होइन, म पास भएँ भने भयो भन्दाखेरि चाहिँ अप्टिक्स नगरे भयो। ल है अनि त्यसै गरी यो कुन कुन आउँछ भन्ने कुरा तपाईँले थाहा पाइसकेपछि, कुनबाट कति आउँछ भन्ने थाहा पाइसकेपछि तपाईँलाई पढ्न पनि सजिलो भयो। अब हिट एन्ड थर्मोडाइनामिक्सबाट यहाँ उतिबाट प्रायः आउने भनेको चाहिँ न्युमेरिकलै आउने हो क्या यो सबैबाट। अलिअलि एबिसिडी भनेर आएको हुन्छ क्वेसन होइन। अनि तपाईँको 10मा एसईमा म्याथको क्वेसन हेर्नु पनि हो त्यस्तै आउँछ। अनि त्यस पछाडि ए नम्बरमा त्यहाँ पनि क्लास 11मा क्लास 10मा म्याथमा पनि ए नम्बरमा त के फर्मुला लेख्ने के लेख्ने के अरे डेफिनेसनहरू लेख्ने खालको आएको थियो। हो त्यस्तै यसको प्याटर्न पनि त्यस्तै छ, क्वेसनको प्याटर्न त्यस्तै रहेको छ। अनि त्यसरी आउँदाखेरि अब यहाँबाट सबैबाट चाहिँ तपाईँले अब योबाट के छ यसको भन्ने कुरा म ल्याउने छु। यसको यी सबैको के छन् यी सबैको लागि म छुट्टै भिडियो लिएरै आउनेछु। अब तपाईँले के पढ्नुपर्छ भन्ने कुरा मात्र आज चाहिँ मैले के तपाईँले सिलेबस देखाएँ भने आजको भिडियोमा चाहिँ कुनबाट कति आउँछ अनि कस्तो खालको क्वेसन आउँछ। अब तपाईँले दुईवटा अर क्वेसन आउने गरेछ क्या दुईवटा। अब कुनबाट अर क्वेसन भन्ने कुरा पनि आउँछ। यो चाहिँ पुरै सिडिसीले भनेको कुरा छैन, सिडिसीले चाहिँ यहीबाट अर क्वेसन दिनुपर्छ भन्ने कुरा गरेको छैन। जम्मा यहाँ मैले बताए जति यति हो सिडिसीले बताएको सिलेबस। आजको कुरामा चाहिँ मैले फिक्स भनेरै गरेको छु, भनेको यहाँ मैले जे भनेको छु यो चाहिँ सिडिसीले भनेको फिक्स आउने हो। अब म अर्को भिडियो बनाउँदैछु, अर्को भिडियोमा चाहिँ के हुन्छ भन्दाखेरि यो भिबिआई छ अहिलेसम्म अरमा यो आएको छ, तपाईँले यो छोड्नुहोस् भन्दै म अर्को भिडियो लिएर आउनेछु। ल आजको भिडियोमा चाहिँ सिलेबस डिस्कसन भएको छ। च्यानललाई सब्सक्राइब गरिराख्नु होला, अर्को भिडियो आउँदाखेरि तपाईँलाई नै सहयोग पुग्नेछ नोटिफिकेसन आएर। ल आजलाई यति नै।